दर्शकबिन है अब यो बाँसलाई हेर्नु कस्तो मजाले काट्छ। अब यहाँ मजाले सुतायो होइन, मजाले राख्यो, र टक टक गिँड्यो होइन, त्यसपछि टक्क हेर्नु बाँसको स्विटनेस, त्यसपछि फोरेपछि टक्क आएपछि त्यसपछि ठ्याक्क चिरो टक टक भाटा निकाल्यो, भाटालाई फेरि मिसिनमा हालिदियो, भाटाबाट फेरि कस्तो दामी मजाले मिसिन, कस्तो राम्रो मिसिन हेर्नु चाइनाको। बाँस हाम्रो त त्यही गइरहेछ नेपालमा, यहाँ हेर्नुहोस् कस्तो राम्रो चपस्टिक, ल हेर्नुहोस् मजाले काटिरहेको छ, मजाले हेर्छु मजाले गिरिरहेको छ, नाप साइज हुन्छ ठक्क। त्यसपछि मजाले मुठा बाँध्यो, मजाले फेरि अर्को मिसिनमा पठाइदिएर टक्क फिनिसिङ हानिदियो, सर्लक्क मार्केट पठाइदियो। वा हेर्नुहोस् त, यो भनेको न वातावरणबाट केही असर पर्यो न केही पर्यो, हेर्नुहोस् कति राम्रो। आमा नेपालले कहिले गर्नु होला यस्तो? नेपालमा कति बाँस छन्, कति गाउँमा कति खेला गरेको छ, हेर्नुहोस् कस्तो मलाई टक्क अहिले मान्छेहरूले सबै चपस्टिक के हो।